हेलो गाइस, वेलकम टू माई मिनी ब्लग। र आज चाहिँ म करिब कति 3:35 मा चाहिँ नुहाइधुवाइ गरेर हिजो चाहिँ यो टाइममा चाहिँ घाम गएर यति बेसी जाडो भएको थियो, तर आज चाहिँ घाम छ भनेर चाहिँ नुहाइधुवाइ गरेर चाहिँ अहिले फिलहाल चाहिँ म सनबाथ गरिरहेको छु। भन्नु होला नि, भन्नु पर्दाखेरि चाहिँ आई एम टेकिङ के भन्नु, घामको परछाई अहिले चाहिँ ढकमक्क सयपत्री चाहिँ यस्तो मजाले फुलिरहेको छ। यो चाहिँ सयपत्री चाहिँ हाम्रो चाहिँ बाटोमा चाहिँ आफै आउँछ, आफ्नै टाइममा झर्छ। यी फुल चाहिँ यहीँ आउँछ, कसैले रोप्नु पनि पर्दैन है। यसरी चाहिँ आउँछ बाटो यो सिडीको छेउ भित्ता टक्क यसरी फुलेर माथि रोडसम्म आधे बाटोसम्म चाहिँ यसरी आएको छ। त्यो बिउ ती फुल्छ, यतिकै फुल्छ, यतिकै झर्छ। वाउ, घाम छप्परमा आएर चाहिँ घाम तपाईँको कपाल सुकाउनुपर्छ नि त। कपाल मजाले सुक्यो भने चाहिँ कपालको सेट राम्रो हुन्छ र कपाललाई पनि राम्रो न्युट्रिसन भाइटामिन्स त अब मिल्दैन होला, घामले मिल्छ, तर यो टाइमको त कुनै हारौँ न यसो छ नि त। खै यसरी राखौँ भनेको त कालो देख्यो त। समर पनि एकैछिन घामहरूको गरम पनि हुन्छ, जाडो पनि हुन्छ, त्यही भएरसम्म चाहिँ तातो लुगा लगाएर बसिरहेको छु। एन्ड घाममा कपाल सुकाउँदै गरिरहेको छु। आज की रात अँधेरो पो देख्यो, यस्तो भयो दामी देख्दो रहेछ। वा, माथिको डाँडाको घर यो हो, मेरो चाहिँ घर यो हो। मजाले राखेर चाहिँ थप्पडको त्यहाँ चाहिँ यसरी बाँधेर राख्छ नि त हामीले, टाङ्ने छ भने चाहिँ। नोभेम्बर र अक्टोबर र नोभेम्बरको चाहिँ घामै मनपर्छ मलाई। वेदर इज पर्फेक्ट घुम्नु जानुको लागि चाहिँ। हामी जस्तो गरिब दुःखीको लागि चाहिँ अब यसरी घाम ताप्नु चाहिँ पर्फेक्ट हो। गरिब दुःखी पनि भन्दैन र जहिले पनि जे छ जस्तो छ, म खुसी नै छु। आइएम ह्याप्पी, इन्जोय गरिरहेको छु। योभन्दा के यस्तो ब्युटिफुल लाइफ दिनुभएको छ भगवान्ले होइन, योभन्दा बेसी गिफ्ट के चाहियो। महँगो नै मेरो लागि यही हो। ओके गाइस, किप सपोर्टिङ। तपाईँहरू चाहिँ के गर्नुहुँदैछ? सन्डे, मेरो आजको सन्डे चाहिँ यसरी बित्यो। भोलिदेखि ब्याक टु ड्युटी। बाई बाई। यसरी यस्तो बजी क्या मजाको देखेँ। बाई बाई, सी यू सुन इन द नेक्स्ट ब्लग। बाई बाई।